शान्ति होस् भनेर लगाउने हो। त्यो दुर्गा सुर्गा होइन है, हाम्रो त सेतो शान्तिको टिका छ। ल ल ह्याप्पी दसैँ ल खै बोल्या बोले गर्दैछ है आमा त। अब भाउजूको पालो। पैसा त पर्दैन अब मेरो पालो बस्ने हो। समाजमा चलेको हिसाबले चाहिँ अब दसैँमा टिका लगाउँछ, त्यो शान्तिको टिका हो। त्यो शान्तिको टिका लगाएर पनि हामी चाहिँ के हुनु पऱ्यो, सुख शान्ति हुनु पऱ्यो, दुःखियार नहोस् होइन। सबै आमाले भरोसालाई पुर्याउनु भनेको छ। आमा गरेको
बस पाएन अब यहाँ अघिल्लो छ आज टिका हेर्न यहाँ टिका लगाएको कति मोबाइल छ मोबाइल बन्द गर बन्द समय मोबाइल भगवान मैले पराएँ हैन तिमी त अहिले पैसा नपाउनु सबैजना मोबाइल अफ गरेर बसे हेर गएर मोबाइल चार्ज गरेको छ रे चार्ज गरेर मोबाइल के चार्ज गरेर अहिले पनि मामा घर जानुपर्छ उसको पालो टिका लाउनेले ल ह्यापी दशैं टिका अब त आमा नि साइडमा बसेर लगाइरहनु कि त्यतिखेर त्यहीबाट लगाइदिएको कि त्यहाँदेखि अघि नै भने अघि नै भने अहिले आमाको पालो मलाई त चाँगैको इस भन्दै यता दिएर हामी त बाउरी लाग्दैन बुवाले भ्याउनु नि बुवाले भ्याउनु कहाँ जान्छ र भन्दा बेसी के हुन्छ बोल त जौको हो कि जौको यसपालि जौको राखेँ कति दिन होला नि दिनु पऱ्यो अब मैले भोलि कमाएर ल्याइदिन्छ चान्साको पालो नि आयो दुई हात छापे सानो आम हेर त गौरी सानो आम मोबाइल बेला गला हैन आऊ कागज पछि टिप्नु पालो नि बाबुको पालो आयो हेलो हाई हेलो ल
हजुरलाई हेर न मलाई हेर्नु पर्यो नि। मोबाइल चार्जमा हाल्नु पर्छ नि यहाँ चार्जर छ नि त छ न नभए पैसा कति दिन्छ भने थाहा हेर पैसा कतातिर जान्छ मेरो पालाउनु ला निकालिदिनु त्यसो चार्जै भन्छ चल्लाई त नदी भनेर छ खै त बाबाले नमस्ते गर्यो सानो भाइले सानो भाइ थाप्नुहोस् यसरी हात थाप्नुहोस् मम्मी लाउनु न मम्मी लाउनु पैसा कमाउनु दिनु नि त आफूलाई रोग जप्नलाई ज्ञानी हुने धेरै पढ्ने बाबुले है हस् हजुरबाबु भन्ने कुरा मान्न पर्यो के भन्नु दादाले के भने त्यसो भन्नुहुन्न भन्नु न त्यसो भन्नुहुन्न भन्नुपर्छ है फुल पनि कानमा लगाइदिनु पर्यो के हो बाबुलाई एउटा फुल कानमा लगाउनु पर्यो अनि त्यहाँबाट यहाँ लगाएपछि अब पैसा कतातिर दिने दिने हो बाबुले दुईटा कि एउटा नमस्ते सरले गुड मर्निङ त गइसक्यो आमाको पालो अब मलाई पैसा